हेलो गुड मर्निङ साथीहरू सबैजनालाई। अनि आरामै हुनुहुन्छ होला होइन। अनि म चाहिँ अब आज यसो यहाँ हिजो अस्तिदेखि पानी आइरहेको थियो दुई तिनदेखि वेदर पनि खराब थियो, त्यही भएर चाहिँ पानी परे थियो। आज चाहिँ वेदर पनि एकदम क्लियर छ होइन। अनि यसो बिहान मर्निङमा यसो भ्यू हेरौँ भनेर आएको। यहाँनिर यस्तो हरियाली छ हेर्नु त। सिँचाइ भएपछि हेर्नु न साथीहरू, जे कुरा पनि राम्रो हुने है। यो कति राम्रो भएको छ हेर्नु त। यो माटो यस्तो रातो मरुभूमिमा यस्तो बाटोमा यो पानी हालेकै भरमा सिँचाइ गरे भएर हेर्नु त यो बिरुवा कति कलकल आउँदा कति राम्रो भएको छ हेर्नु त। यो तेलको बिरुवा यो बेच्ने बेला भएको हो। यो अब एउटा बिरुवालाई केही नभए पनि हाम्रो नेपाली हिसाबमा अब 700-800 रुपियाँ पर्दछ एउटा यो बिरुवालाई 700-800 रुपियाँ पर्छ। यो लगाइसकेपछि तपाईँको 20-30 वर्ष चाहिँ यो 30-35 वर्ष चाहिँ यो केही एउटा यो रोपिरहनु पर्दैन कि। एउटा लगाइसकेपछि बास काम पुग्यो। फेरि रुख चाहिँ फेरि ठुलै खालको हुन्छ, पुरा गोगुन साप बसेको हुन्छ माथि। अनि काट्न चाहिँ फेरि एकदम डेन्जर हुन्छ। तर यो ठुलो गाना 80 किलो 90 किलोसम्मको हुन्छ यसको तेलको। हेर्नु त कति राम्रो भएको छ। पानी आएको आइसक्यो 2 दिनदेखि। कति कलकल आउँदा हरियो भएर आएको छ नि त। यहाँ जे कुरालाई नि सिँचाइ हो होइन। सिँचाइ भए जस्तो ठाउँमा नै हुँदो रहेछ कि। हेर्नु न यो कति राम्रो भएको छ हेर्दै। कसै टक्क मिलाएर आएको छ हेर्नु त। पुरा फिर्केहरू लगाएर चाहिँ सिँचाइ गर्छ। यहाँ पानी नपर्दाखेरि पनि के अब हाम्रो जस्तो होइन। नेपालमा जस्तो अलैँची लगायो भने 3 महिनामै खतम, 1 महिनामै मरेर सकिने होइन। यहाँ पानीको वालछेल तपाईँको चाहिँ यस्तो भित्रै पाइप ल्याएको हुन्छ हेर्नु त है। यस्तो गरेर फिर्के हेर्नु कति जोडेछन्, ठाउँ जोडे। एउटा त्यहाँ फिर्केछन् ठाउँमै ऊ हेर्नु त। यस्तो गर्न पाए हाम्रो पनि के, हाम्रो पनि मान्छे हो यस्तो विकसित हुने। हाम्रो नि कहाँ को विदेश जान्छ, सबै धनी भइहाल्छन्। सबै बारीमा अलैँची खेती दुनियाँ दिवाना सिँचाइ हुने हो भने यस्तो गर्नुपर्छ र। हेर्नु त ल कति छ यहाँ हेर्नु त ल। यस्तो गरेर यहाँको गभर्मेन्टले नि त्यत्तिकै हेल्प गरे हुन्छ। अब गभर्मेन्टले पैसा त नदेला नभए पनि पानी ल्याउने सुविधा, ट्याक्सले पनि उसले सुविधा त बनाइदिया हुन्छ नि। कमसेकम पब्लिकको लागि हरेक कुराको सुविधा छ नि त ट्याक्स तिरे पनि। गाउँ हो यो त पुरा। फेरि गाउँ हाम्रो जस्तै गाउँ हो यो। गाउँ हो यो। फेरि तपाईँको गाउँमा यस्तो गर्छ। अब सिटीमा त कुरै छोडौँ न। अब हिँड्ने बाटोमा जम्मै मार्बल ओछ्याइदिएको छ। अब धुलो मैलो काहीँ छैन, रोडहरू त्यस्तो बनाएको छ। अब यहाँ गाउँमा पनि यस्तो छ कि हरेक कुरामा चाहिँ एग्रिकल्चरमा त्यस्तै हेरेको छ। जे गर्छु भने त्यो कुरामा चाहिँ जस गभर्मेन्टले नदिए पनि गभर्मेन्टले सुविधा ल्याइदिएको छ। उनीहरूले ट्याक्स लिएर पैसा तिरेर भए पनि उनीहरूले पानीहरूको बत्तीको हरेक कुराको सुविधा गरिदिएको छ क्या। त्यति चाहिँ राम्रो छ कि। हेर्नु यहाँ कति राम्रो छ। अब यत्रो सम्भव हुन्छ यस्तो मरुभूमि यस्तो गरेर हेर्नु त। यहाँ यत्रो प्लान्टेसन कहाँ बिरुवाको यो बिरुवा उब्जनी गर्ने बेच्ने। एकै ताल बेच्ने हो, फेरि एकै ताल तपाईँको फेरि अर्को नयाँ रोप्ने हो। यसो फेरि सानो माटो भरेर उयो माटोको थुप्रो देख्नु भएको छैन अगाडि। यो माटो यो भर्नको लागि हो यो बिरुवाको। यस्तो हुन्छ यो। अब यस्तो खालको प्लास्टिक ल्याउने, यो कालो प्लास्टिक ल्याउने, यो बिरुवा उठाएर लैसकेपछि त्यो माटो भर्ने, त्यो ढिस्काको माटो उठाउँदै भर्ने, बेल्चा त्यही छ हेर्नु होला है। यसले प्लास्टिक भर्ने, यहाँ बेल्चा राखेको छ। अनि ट्याक्का भर्ने। भरिसकेपछि तपाईँको त्यसको बिउ हुन्छ, गेडा हुन्छ, दाना हुन्छ त्यो तेलको। त्यो सानो उतापट्टि रोपिएको छ भर्खर होइन। सानो दाना भइसकेपछि अनि ठ्याक्क यो दानालाई चाहिँ ठ्याक्क रोपिदिँदो रहेछन् तपाईँको। एकैवटा हालिदिँदो रहेछन्। त्यसपछि हालेपछि यसरी उम्रिन्छ। पुरा लाइन यस्तो मिलाएर राखेको छ हेर्नु नि। पोलिथिनहरू लाइन पुरा फिटले नापिराख्छ नि त। यस्तो गरेर सिँचाइको सुविधा हेर्नु कस्तो बनाएको छ दामी। यत्रो पाइपहरू ल्याएर हेर्नु। यो पुरा अब यो अलिकति सुक्खा लाग्यो भने सबै खोलिदिन्छ। रङ फिर्के चलेर तपाईँको चाहिँ पुरा पानी त यहाँ वाल छेल। अब यो फिर्के हेर्नु नि कति राखेको छ नि लाइनै पछि लाइन भनेर। क्या दामी बनाएको छ हेर्नु त्यही। यस्तो वाल लगाएर पुरा खेती प्लान्टेसन हो। यस्तो तरिकाले गऱ्यो भने त नेपालमा पनि कोही देश छोड्नै पर्दैन। नेपालमा यतिको सुविधा हुने भने यत्रो पानीको पाइप हेर्नु त यस्तो 1300मा। हाम्रो ओह्रालो चाहिन्छ, फिर्के घुम्दैन, फेरि
के घुम्दैन भनेको छ, कहिले कताबाट पाएन भनेको छ। हाम्रो यहाँ जस्तो खोला नाला, हाम्रो जस्तो चाहिँ तपाईँको चाहिँ सिँचाइ, हाम्रो जस्तो चाहिँ हरेक कुराको सुविधा हुने हो नि तपाईँको यो देशमा के बनाइसक्थ्यो कि। तर हाम्रो त तपाईँको चाहिँ अब स्रोतहरू भएको, तर अब कसले लगानी गरिदिने, गभर्मेन्ट त्यस्तै। अनि हेर्नु त यहीँ यस्तो यस्तो गर्दै खाला हेर्नुहोस्, यो सबै एउटा व्यक्तिले मात्रै थोरै नै हुन्छ। यो त पानी कम्पनीलाई बिल तिर्ने हो, पानी कम्पनीले गभर्मेन्टकै हुन चाहिँ फेरि सबै। अनि गभर्मेन्टले नै तपाईँको यो चाहिँ सुविधा गभर्मेन्टलाई दिने हो, तर यसको ट्याक्स लिए पनि अनि तपाईँको चाहिँ सेवा सुविधा सबै पाइन्छ क्या। यहाँ गर्छु भन्ने मान्छेलाई यहाँ केहीको कमी छैन कि। तपाईँको अब रुममा बस्छु, घरमा बस्छु भने गभर्मेन्टकै घर हुन्छ, मन्थली कति भाडा तिरेर बस्न पनि पाइन्छ। अनि यस्तो सिस्टम राम्रो छ यहाँको, एकदम सिस्टम राम्रो छ। यहाँ कसैले केही गर्ला, कसैले कसैको बारेमा चासो लिँदैन, कसले कति कमायो कि कसले कति के गर्यो कि भन्ने कुरोको चासो हुँदैन। अब हाम्रो उतातिर त यो फलाना यो पार्टीमा लाग्यो, ढिकानो त्यो पार्टीमा लाग्यो, त्यो गरो, उसले कति कमायो क्या, उसको त यति आम्दानी हुन्छ, त्यस्तो सोच हुन्छ। तर यहाँको मान्छेहरूको एउटाले करोड कमाओस्, एउटा जिरो कमाएकै छैन, सुत्दै खाने, त्यो कसैले कसैको चाहिँ चासो लिँदैन। तपाईँको हेर्ने यहाँ कसले के गरेर बाउ के गर्छ, छोरो के गर्छ थाहा हुँदैन, त्यस्तो हुन्छ। कामको तालमा आफ्नो आफ्नो काम हुन्छ तपाईँको, न पोलिटिक्स, न राजनीति, न केही। यहाँ सबै काम गर्ने, यहाँ बोस पनि काम गर्ने, ठुलो झन् यहाँ त ठुलो बोस आयो भने त यी तपाईँको यहाँ त दुनियाँ झाडु खाल्ने, यहाँ कति 200 जना 300 जना मान्छेलाई सेलेरी खुवाउने कम्पनीको बोस आयो भने तपाईँको चाहिँ यहाँ मरिमरि काम गर्छ। यहाँ कम्पनीको बोस आयो भने त्यो तपाईँको फोर्कलिफ्ट साउन उचाल्ने गाडी हुन्छ, फोर्कलिफ्ट भन्ने, त्यो लिएर दौडिन्छ तपाईँको। धनीको अरबपति फेरिको उसका कतिवटा यहाँ मलेसियामा साध्यै हुँदैन फेरि, त्यस्तो पुरा यो त बोस हो र भनेर कसैले पनि भन्दैन, त्यस्तो हुन्छ मेहनत। अनि यहाँ सेवा सुविधा पनि सबै चाहिँ छ तपाईँको के। गर्छु भन्ने मान्छेलाई तपाईँको इन्कम पनि गर्ने, त्यही इन्कमले अलिकति ट्याक्स पनि तिर्ने गभर्मेन्टलाई, फेरि तपाईँको चाहिँ आफूले आय स्रोत पनि गर्ने क्या। त्यस्तो यहाँ चाहिँ सुविधा धेरै भएको ठाउँ हो। अब खेतीयोग्य जमिन पनि धेरै छ, यस्तो खुल्ला जग्गाहरू नेपालमा भए कहाँ पाइनु होइन। हेर्नु त यत्रो जग्गाहरू यस्तो खुल्ला है। अब यस्तो जग्गा भयो के मान्छेले खेती बाँकी राख्थ्यो त। ल हेर्नुहोस् यो पछाडि यो उता यो जम्मै तेलै तेल हो क्या। उता ठुल्ठुलो उता देख्नुभएको छ ठुल्ठुलो रुख जस्तो हरियो निलो हरियो भएको, त्यो जम्मै ठुलो काट्ने तेल फल्ने बेला भएको। यता जम्मै यो मसिनो बिरुवा हो। अब बिरुवाको चाहिँ अब अहिले प्लोथिन भरेर चाहिँ ट्याक्क नर्सरीको लागि यहाँ नर्सरी रोप्ने अब रेडी भएको रहेछ यो एरियामा चाहिँ। अनि अब आज यसो घुम्नु पर्यो भनेर अनि यो हेर्नु त यस्तो कुलोहरू बनाएको छ। यो सबै चाहिँ तपाईँको प्लान्टेसन हो। तपाईँको प्लान्टेसन भन्दा पनि अब बिरुवा उब्जनी गर्ने भनौँ न, एउटा बिरुवा उब्जनी गर्ने अनि बेच्ने रहेछ क्या यहाँ चाहिँ। अनि म चाहिँ यसकै छेउमा बस्छु। हेर्नु न यहाँ कस्तो छ हेर्नु, फिर्केहरू हेर्नु त। अब यहाँनिर चाहिँ पुरा यो फेरि बिरुवा रोप्ने हो क्या, यसको लागि उता तयार हुँदैछ। हेर्नु न कस्तो फिर्के कति लागेको छ हेर्नु नि, पानीको फिर्के सबै पानी सिँचाइको सिस्टम हेर्नु त यहाँ कस्तो बनाएको छ, क्या दामी बनाएको छ हेर्नुहोस्। ल हेर्नु पुरै यसरी प्लोथिन भरेर चाहिँ यसरी गर्दो रहेछन् यहाँ चाहिँ। ल हेर्नुहोस् यो अब रेडी भइसकेको सबै भरेर हेर्नु त यसरी माटो भर्ने। अब यो बिरुवा यहाँ यही ठाउँमा लाउने हो, यो खाली ठाउँ जति छ यो ठाउँमा अब सबै बिरुवा लाउने हो। ल हेर्नुहोस् यसरी भरेर राखेको छ नि लेखेर, यस्तो बनाएर हेर्नु त। एग्रिकल्चरको काम भनेको यही हो, प्लान्टेसनमा गर्नुपर्ने सबै ठाउँमा। मलेसियामा चाहिँ कोही तेल काट्ने, यसको फेरि तेलको रुखमा चाहिँ फेरि सापले भेटायो भने चाहिँ मान्छे ठहरै मार्छ। फेरि ठुलो खालको साप चढेर बस्यो भने रुखमा यत्रो गानाहरू देखिँदैन। अनि एकदम सेफ्टी भएर चाहिँ सेफ्टीहरू लाएर तपाईँ गम्बुटहरू लाउनु पऱ्यो काम गर्दाखेरि होइन, फुल गम्बुटहरू अनि पुरा गर्नुपर्ने हुन्छ। नभए सापले भेटायो भने ठहरै अनि गोगुन सापले मार्छ त। हेर्नु त पानीको ड्रमहरू ठाउँमा काटेर अब यो ठाउँमा चाहिँ यसको यो बिरुवाहरू रोप्ने हो। कहाँ हिँडेर साध्यै छैन क्या, उता जम्मै आर्मी क्याम्प जस्तो छ हेर्नु त।
आर्मी क्याम्प छैन त हो त्यहाँ क्वार्टर छ हौ बस्ने नभए यो पुरा पछाडि चाहिँ यहाँ पहिला त पुरै घारी थियो मान्छे मार्ने जस्तो घारी थियो सबै हानेर चाहिँ अहिले तेलको बिरुवा बनाउने ठाउँ बनाएको छ यस्तो छ साथीहरू मलेसियामा चाहिँ यस्तो हेर्नुहोस् यस्तै सुविधा हाम्रो नेपालमा नै हुने हो भने कति मान्छेले कति गर्थे होला कति मेहनत गर्थे होला सबभन्दा समस्या भनेको हाम्रो नेपालमा सिँचाइ पानीको छ क्या पानीको स्रोत भएको खोला नाला जति पनि छ होइन तर चाहिँ अब लगानी गरिदिने कसले सबैको हरियाली यस्तै गरी पानी सिँचाइ यहाँ त तपाईँको पानीको त तपाईँको जुनसुकै कुना होस् डाँडा होस् खोल्सा होस् तपाईँको काहीँ मतलब छैन पानी सिँचाइ त्यस्तो हुन्छ यहाँ ड्रम भरेर चाहिँ राखेको हुन्छ अनि त्यस्तो हुन्छ यहाँ मलेसियामा चाहिँ पानीको काम गर्दैछन् तेलका बिरुवामा पर पुरा माटो पानी बगाउँछ भनेर छोपेर हेर्नु यस्तो राखिदिएछ टपिङले यो माटो भरेको सबै ओ बन्धु जलान ल जलान माउ ट्याङ्गो ला साना काम गरेछन् साथीहरू यस्तै हो प्लान्टेसनको काम चाहिँ दर्शक बाहिरको मान्छेहरू हो त्यस्तो हुन्छ तेलको बिरुवाहरू चाहिँ यस्तै हो साथीहरू मलेसियामा कस्तो छ हेर्नु न प्लान्टेसन कति छ मिहिनेत गरेको एउटै बोसको हो सबै यहाँ बोस आयो भने त तपाईँको चाहिँ कुदेर यहाँ काम गर्न लाएर मान्छेलाई के भनेर तपाईँको चाहिँ चाइनिजको हो यो कम्पनी चाइनिज कोरियन जापानिज खतरनाक हुन्छ खतरनाक मान्छे हेर्दा सुकेर तपाईँको सिनको जस्तो हुन्छ काम त तत्तौरा हुत्तौ गरेर कराएर चाहिँ मान्छे चाहिँ तपाईँको 100 किलोको म उचाल्न सक्दिनँ गरम छ भनौँ भने पनि सार उचाल भन्छ त्यस्तो हुन्छ चाइनिज भनेको तपाईँको एकदमै सैनिक शासनभन्दा पनि महार कडा शासन लगाइदिन्छ कम्पनीको बोस आउनुपर्छ यहाँ तपाईँको हाफ प्यान्ट लगाएर यहाँ तपाईँको पुरै चिथारेर यहाँ कस्तो गर्छ अब यहाँ करोडपति होला अर्को सेक्सनमा आएँ म हेर्नु हिँड्दै धेरै गाडा आइसकेँ म अब यता फेरि अर्को छुट्टै छ त्यहाँ चाहिँ काम गर्ने मान्छेहरू वर्करहरू बस्ने ठाउँ रहेछ यहाँबाट अब यस्तो छ हेर्नुहोस् तेल घारीको छेउछेउमा यसको मेन रुख भएको ठाउँमा पनि आइपुग्न लाग्यो आज चाहिँ यसो घुमेर हजुरहरूलाई पनि यसो देखाउँ भनेर चाहिँ आएको छु होइन अब यस्तै हुन्छ खेतीको कामहरू चाहिँ हेर्नुहोस् यहाँदेखि कस्तो भ्यू देखिएको छ उतादेखि म पर सेतो परदेखि आएको उहाँदेखि चाहिँ तपाईँको उपर रातो एउटा टिनको जस्तो लागेको घर देखिएको छ उहाँदेखि त्यहाँदेखि हो यता होइन पुरै चाहिँ यो पुरै प्लान्टेसन यो सबै पानीको फिर्के देखिरहनु भएको छ होइन राम्रोसँग हेर्नु होला र चाहिँ तपाईँको चाहिँ यस्तो चाहिँ छ बनाएको हाम्रो अलैँची बारी जस्तै छैन त सबै यो फेरि तेलको यो त लाखौँको बेच्ने हो फेरि यो बिरुवा बेच्ने अर्को नयाँ उब्जनी गर्ने फेरि यो 2-3 महिनामा यो बेच्ने फेरि नयाँ हाल्ने फेरि 2-3 महिनामा बेच्ने नयाँ हाल्ने पानी त्यो जस्तो प्लोथिन भर्ने अनि त्यहाँ माटो भर्ने फेरि बिरुवा रोप्ने अनि सानो बनाउने फेरि बेचिहाल्ने हेर्नु ठाउँमा यस्तो ड्रम काटेर पानीहरू पनि राखेको हुन्छ यहाँ यो माटोहरूको लागि चाहिन्छ भने हेर्नु ठाउँको हरियो ड्रम उतादेखि पुरै हरियो ड्रम राखेको छ यस्तो ल्याएको छ होइन अनि यस्तो छ र यहाँदेखिको चाहिँ यस्तो छ होइन तेलको मेन बुटो भनेको चाहिँ उता पर देखिराख्नु भएको छ उता त्यहाँदेखि उता चाहिँ ठुलो भइसकेको है अब त्यहाँ चाहिँ तेल काट्ने बेला भइसकेको छ तेल काट्नको लागि हो त्यो चाहिँ पुरा यस्तो बनाएर हेर्नु कस्तो रोडै जस्तो गाडी कुद्ने हो यहाँ बिचमा यस्तो तेलको बिरुवा यस्तो ठाउँमा चाहिँ गाडी हिँड्ने मलहरू हाल्ने के गर्ने
कस्तो सिस्टम बनाएको छ भने त प्लान्टेसनको। अब म त्यो तेलको घारीतिर चाहिँ तेलको बोट चाहिँ कस्तो हुन्छ भनेर देखाउन जानु पर्यो भनिरहेको छु। अब हेरौँ है त, छेउछेउमा आइसक्यो। फेरि यहाँ त सापले पनि त दिन्छ नि त, फेरि यो त गोगुन साप हुन्छ, खतरा हुन्छ। अजिङ्गर गोगुन साप, सापको त यहाँ त फेरि राजधानी हो नि त सापको त। फेरि ठुलै खालको आउँछ। अनि हेर्नु काठ चिर्ने कम्पनी छ त्यो जङ्गल घारीभित्र। फेरि एउटा काठ चिर्ने, काठका मुढा ल्याउने, अनि यहीँ काठ कतिको चाहिने हो, अनि ल्याएर चाहिँ तपाईँको चाहिँ काठ बनाउने। यहाँ पानी हेर्नु त खोला ऊ कस्तो डुबेको हुन्छ यहाँ त। माछा पनि पाइन्छ फेरि यता त, माछा पनि मार्न मिल्छ। हेर्नु त यस्तो हुन्छ रुख। अब यहाँ सबै तेल काटिसकेको छ होइन, यत्रो हुन्छ गाना। अब तेल काटिसकेको छ। अब यो फेरि यो फल्छ। यो ठुलो यो एउटा गानो 80-90 किलो हुन्छ, एउटा बोटमा 10 र 15 गाना फल्छ। अनि त्यसलाई छोडाएर चाहिँ तेल पेल्ने हो। यस्तो छ घारी र चाहिँ सर्पाले भेटायो भने मार्छ भने उँभो लाग्यो। हेर्नु पानीको पाइप त तपाईँको जहीँ तहीँ पानीकै, यहाँ जुनैसुकै ठाउँमा नि सिँचाइ हेर्नु न, जुनसुकै ठाउँमा फिर्के छैन त। ल हेर्नु फिर्के नै फिर्के। यसरी गरेपछि अनि कहाँ, अनि यो न यो मरुभूमि होइन, यस्तो गर्मीमा न यहाँ तपाईँको छारी छ न केही छ। यो चाहिँ तपाईँको चाहिँ हुन चाहिँ गर्मी पनि हुँदैन, जाडो पनि हुँदैन, पानी परे पनि यहाँ ठिक्क मौसम हो। एउटा टी सर्ट र ज्याकेटको भरमा हुन्छ होइन। अनि त्यस्तो ठाउँ यो चाहिँ हुन चाहिँ कहिले नचिसो हिउँ पर्ने, हिउँ चाहिँ नपर्ने ठाउँ भनौँ न। पानी परे पनि ठिक्कको शीतल हुन्छ भनौँ न। हाम्रो माघ फागुन चैत वैशाख जस्तो हुन्छ हाम्रो, त्यतिको चाहिँ हुन्छ वेदर चाहिँ। तेल घारी आज डरै घुमियो। हेर्नुहोस् यस्तो गरी गरेर हुन्छ बिरुवाहरू। अनि अब चाहिँ फर्किनु पऱ्यो होइन। अनि यस्तै छ मलेसियाको चाहिँ प्लान्टेसनमा काम गर्ने मान्छेहरूले चाहिँ यही, बिरुवामा काम गर्ने मान्छेको चाहिँ यही काम हो। हेर्नुहोस् यसमा पानी हाल्ने, माटो हाल्ने, बिरुवा भर्ने, माटो भर्ने, पोलिथिन भर्ने, त्यस्तै कामहरू हुन्छ होइन। अनि हेर्नुहोस् अब वेदर चाहिँ एकदम दामी छ, हरियाली छ म बस्ने ठाउँ चाहिँ। यति समस्या छ कि एउटा पसल चाहिँ धेरै गाडीबाट नभइकन सामान ल्याएर खान सकिँदैन। 1 हप्ताको ल्याउने हो, फ्रिजमा राख्ने हो, अनि त्यसपछि खाने हो मैले। नभए सबै कुरो ठिकै छ। अनि अब अलि अर्को कुरा समस्या भनेको पानी चाहिँ अलिक फोहोर आउँछ, पिउने पानी चाहिँ। अब खाना पकाउने चाहिँ उमालेर खाँदा भइगयो होइन। उमालेर खाँदा त केही समस्या भएन। अब पिउने पानी चाहिँ किनेरै खानुपर्छ, टाढैबाट वहीँबाट ल्याउनुपर्छ। अझै अगाडि जानुपर्छ, यो जङ्गल कटेर त जानुपर्छ, 4-5 किलोमिटर छ। अनि गाडीमा ल्याउने, खाने, अनि यहाँको ड्राइभरहरूलाई कुरा गर्ने अनि खाने। अनि यो पछाडिको चाहिँ रोड छ, यो जङ्गलको छेउछेउमा चाहिँ यो चाहिँ काठको मुढाहरू बोक्ने गाडी आउँछ। म यसको छेउमा बस्छु। त्यहाँ चाहिँ अलिक समस्या भनेको अलिक थर्किने, धेरै गाडी आइकन ठुल्ठुलो लोरीहरू आउने, त्यही भएर अलिकति समस्या छ। नभए हावापानी चाहिँ स्वच्छ छ। ल हेर्नुहोस् नेपालकै जस्तो पाहाड डाँडा काँडा छ म बस्ने ठाउँमा चाहिँ। हेर्नुहोस् कहाँ हो, कहाँ म बस्ने ठाउँ ऊ पर हो, त्यो रातो भएठाउँमा जम्मै यो बिरुवाको प्लान्टेसनको। अब यताबाट आएँ म अहिले। अब फेरि यो यताबाट गएर यताबाट रोड, यो चाहिँ गाडी जसकै यो सामानहरू ल्याउने, यहाँ यताउता गर्ने सबै यो चाहिँ हिँड्ने भनेको चाहिँ फेरि गाडीमा हो। काम गर्ने ठाउँमा जोरको गाडी चढ्ने, हिँडिहाल्ने, यस्तो बनाएको छ सेक्सन। अब अघि यताबाट आएँ, अहिले चाहिँ अब यताबाट जाँदैछु। ल हेर्नु होला यस्तो बनाएको छ। अब यो त चोर छ भन्दा फेरि बाहिरबाट चाहिँ काँडे तार हालिदिए। चोर छ नि त, मान्छेहरू आएर यताबाट लान्छ बिरुवाहरू, अनि बेलुका काँडे तार हालिदिएको हुन्छ। अब चाहिँ यो चाहिँ भर्खर सुरु हुँदैछ। हेर्नु भर्खर बिउ रोपेर अलिक ठुलो भएको छ यो चाहिँ। ल हेर्नु यहाँभन्दा उता चाहिँ फेरि रोड छ, लोरी यत्र मोडा बोक्ने ठुलो गाडीहरू आउँछ, दिमाग खराब बनाउँछ। मेरो चाहिँ यो साइडमै पर्छ, बस्ने ठाउँ चाहिँ यतातिर पर्छ। त्यो चाहिँ छुट्टै रोड हो। त्यो रोडभन्दा यता यो कालो तार लगाएको चाहिँ जाली लगाएको छ। यहाँ चाहिँ काँडे तार भन्दा यता कोही छिर्न सक्दैन, त्यो खुट्टाहरूमा लाग्छ भनेर चोर नआउँछ भनेर यस्तो गरे हो। चोर चाहिँ पनि यहाँ चाहिँ यस्तो लोरीहरू आउँछ, दिमाग खराब बनाउँछ। मेरो उहाँ तपाईँको बस्ने ठाउँमै पछाडि पर्छ, यो ठ्याक्कैमा पर। यति कराउँदैन कि तपाईँ कोही बेला त दिमाग खराब हुन्छ। सुतेको बेला नि पुरै मोटो हल्लाउँछ हो यसले। ल यस्तो हल्लाउँछ लोरी, यस्तो छ। कति राम्रो बनाएको हेर्नु न, मेहनत कति गरे चिटिक्क बनाएर।
प्रायः हालै गर्छन् यहाँ त गरे गर्छन्। यहाँ त अब यो दिनै अब यो 2 महिना 3 महिनामा बेच्ने हो। अनि मजाले चाहिँ तपाईँको चाहिँ गरे गर्छन्। इनार पनि भरिएछ, पानी परेपछि त 2-3 देखि पानी चाहिँ फोहोर छ। तर यो बिरुवाको लागि यसले नि काम गर्दैन। हाम्रो पनि यस्तो राख्नुपर्ने क्या नेपालमा पनि है। सिँचाइ नहुने ठाउँमा यस्तो टक्क राख्यो भने त तपाईँको काम गर्छ नि त अलिअलि त यस्तो भर्ने। अनि कहाँ पाउने यस्तो सेवा सुविधा सबै पाउने भए त नेपालमा नि मान्छे यसरी मरिमरि खाडी कुद्दैन थियो नि हो। सबै युवा जति खाडीमा छन्, बुढापाका यसो बच्चा अब पढेदेखि पढेकासम्म जम्मै देश छोड्न थाल्छन्। अनि के गर्नु, सबभन्दा समस्या भनेको त्यही हो कि अलिकति सुविधा, सिँचाइको सुविधा, हरेक कुराको सुविधा हुने भनेदेखि अनि कसले देश छोड्छ हौ? कसलाई हुन्छ? आफ्नै देशमा मिहिनेत गर्ने, अर्का आफ्नो देश छोडेर चाहिँ अर्काको देशमा गएर चाहिँ गुलामी गर्नुपर्ने, सधैँ अर्काको ठाउँमा बस्नुपर्ने, आफ्ना छोराछोरी छोडेर अनि आफ्नो त्यो छोरीछोरीको फ्युचरको लागि कसले गर्छ हौ त्यस्तो काम? त्यही सबभन्दा मेन कुरो भनेको हाम्रो चाहिँ स्रोत छ, तर त्यो स्रोतलाई सदुपयोग गर न त। लो ट्याक्सतिर हामीलाई यति गर ऊ गर बरु पछि भन्ने मान्छे लगानी गर्ने को छ त? हाम्रो त्यस्ता त्यस्ता खोला हुने नि यहाँ मलेसियाले त यो कहाँ के यहाँ बिजुली यहीँबाट कति आम्दानी गर्थ्यो, कति बेच्थ्यो होला, कति के गर्थ्यो होला मान्छे घरमा। यहाँ कहाँबाट ल्याउँदा तपाईँको मान्छे घरमा पानी, बारीमा सिँचाइ, तपाईँको बत्ती, तपाईँको लोड सेडिङ भन्ने हुँदैन। एकछिनमा बत्ती गयो भनेदेखि तपाईँको चाहिँ एकैछिनमा टिएनबीको त्यो बत्ती गभर्मेन्टको टिएनबी कम्पनीको मान्छे आउँछ, कहाँ भयो के मेन्टेनेन्स आउँछ, रिपेयरिङ गर्छ। तपाईँको 5 मिनटमा बत्ती, 5 मिनट 10 मिनट एउटा कम्पनीमा भन्दा बेसी बत्ती गयो भने उनीहरूको अर्कै जेनेरेटर ल्याएर चाहिँ उनीहरूले जोडिदिन्छ, त्यो कम्पनी बन्द हुँदैन। त्यस्तो सुविधायुक्त हुन्छ। अनि अब भन्दाखेरि भने जस्तो रिस उठ्छ होला सबैजनालाई होइन, तर यथार्थ यही हो। अनि अब हाम्रोमा चाहिँ अब पर्याप्त मात्रामा सेवा सुविधा छैन। किसानहरूले पनि त्यही हो, कुनै ठाउँमा होला अलिअलि भएकोले सेवा सुविधा आफ्नै निजी भएकोले गरिरहनु भएको छ। अब नभएकोले त अब कहाँबाट ल्याएर के गर्ने? अब खोला छ, सिँचाइ छैन, पाइप छैन, कसले दिने? लगानी गरौँ, पैसा छैन। अब हाम्रातिर हो भने यस्ता कालिदा खोला, यस्ता माथि यी के खोला, यी माथिका यी मैदानै खोला हुने हो भने यहाँ के पानीको खोलो बगाइदिन्थ्यो यहाँ गभर्मेन्टले। ट्याक्स त लिन्थ्यो, ठिकै छ, ट्याक्स तिर्न अब आम्दानी पो छ भने ट्याक्स तिर्न कुन ठुलो कुरो हो त होइन? ट्याक्स तिरिन्थ्यो नि त। अनि त्यस्तो छ, असुविधा भयो नेपालमा चाहिँ। अब सिटी एरियामा त केही सुविधाहरू होला, तर हाम्रो गाउँ साइडमा चाहिँ त्यस्तो सुविधा छैन। बाटोघाटोको त विकास हल्का फुल्का भएकै हो। रोडहरू पनि अब तपाईँको चाहिँ कच्ची भए पनि अहिले दैलो घरमा पुगेका छन् होइन। तर सबभन्दा मेन समस्या भनेको हाम्रो जनता अलिकति गाउँका तल पर्नु भनेको सिँचाइ नभएको कारणले चाहिँ पछि परेका छन्। हाम्रो चाहिँ एग्रिकल्चर सेक्टरमा चाहिँ नभए हाम्रो पनि सिँचाइ पर्याप्त होइन भने योभन्दा पनि राम्रो उब्जनी गर्छ। हरेक लाउन सक्छन् मान्छेले, अलैँची मात्रै होइन नि त। पानी भएपछि त अरू अब फलफुलहरू भयो, अब यस्तो यो हरेक रोप्न सक्छ नि त होइन। अरू पनि उब्जनी गर्न सक्छ। पानी त एकदमै इम्पोर्टेन्ट छ नि त एग्रिकल्चरको लागि त। सबभन्दा नाजुक परिस्थिति भनेको चाहिँ सिँचाइको छ। सिँचाइ हो भने कोही युवा विदेश पनि जाँदैन, आफ्नै बारीमा गर्छ, लाउँछ, खान्छ। त्यसलाई पर्याप्त उसलाई चाहिँ आफ्नो फ्यामिलीको जीविकोपार्जन गर्न चाहिँ पुगिरहेछ भने कसैलाई पनि परदेशमा गएर अर्काको अब यो यहाँ हामी जस्तै मान्छे आएर यस्तो यो ब्याग भरेका छन् भने अब हामी चाहिँ आफ्नो देशमा चाहिँ आफ्नै बारीमा चाहिँ किन नगर्ने त यो काम भन्ने हो। तर यो काम गर्नको लागि पनि अब मान्छेले लगानी त गरौँ, मरिमरि काम त गरौँ। अनि यो काम मरिसकेपछि त्यो तपाईँको पानीको कारणले मरिसकेपछि 2-3 महिना मान्छेको मन कति दुख्छ भन्नु त? म बरु विदेशै जान्छु, म सडे पनि सर्छु, उतै जान्छु, यस्तो दुःख गरेर केही हुँदैन। अब यो जम्मै खडेरीले मरौँ भन्ने मान्छेलाई दुःख मन हुन्छ नि त होइन। अनि अब अलिकति त्यो सुविधा नभएर हो। हेर्नुहोस् ठाउँमा इनार आफै भरिएको छ नि त। हेर्नुहोस् यस्तो राखिदिए पानीको आवश्यकता पऱ्यो भने यो पनि युज गर्ने हो।
ल मेरो चाहिँ यस्तै छ साथी हो। सहर भनेर अब धेरै स्ट्यान्डर्ड बनिनु छैन, गाउँकै मान्छे हुँ, गाउँकै पाराले बसिएको छु होइन। दाल भात पकाउने खाने, पिज्जा बर्गर दुनियाँ खाएर पैसा गरेर घुमेर गर्नु पनि छैन होइन। ठ्याक्क यस्तै दुःख गर्ने हो। अनि यसो बचेको पैसा फ्यामिलीलाई पठाउने। अनि यस्तै छ। घुम्न जाने भन्ने ठाउँ छैन। अब यो ठाउँमा कहाँ घुम्न जाने होइन। आफै यता बस्ने, कम्पनीमा आफ्नो काम के छ इमान्दार तरिकाले गर्ने, कम्पनीले के भन्छ त्यो फलो गर्ने, रुल फलो गर्ने, बस्ने। अब यस्तै छ साथी हो। ल आज चाहिँ अलिक घुम्यो, बिहानै एक राउन्ड लाग्यो। ल हस् त है त साथीहरू।